to my new video. Hope you all are doing good and I'm also good. Little frustrated too किनभने हाम्रो घरमा चाहिँ शादी बिहा छ हैन सो आज चाहिँ के गर्नु यहाँ चाहिँ यसरी काम चल्दैछ हेर्नुहोस् होला उनीहरूले पनि हेर्नु हुँदैछ त्यस्तो काम चल्दैछ हो डरलाग्दो बिजी छ आज चाहिँ यो चिकनहरु रेडी गर्नु हुँदैछ हो अन्त यहाँ चाहिँ दाल राइसहरु केहरू पाक्दैछ सबैको लागि यहाँ चाहिँ यसरी हेर्नुहोस् होला गरेर चाहिँ आधुना जस्तो गर्दैछ हो सबैजना काम सघाउनु भइरहेको छ अर्को जग्गामा यहाँ चाहिँ आमाले काम गर्नु हुँदैछ हो शिखा पनि फोन चलाउनुमा बिजी भयो दुईटा नानीहरु यता हेर नानीहरु यता हेर स्टेला म को हो भन स्टेला म को हो को म तपाई आगी ए आगी अरे उसिता चाहिँ दुईजनाले फोन चलाउँदै रहेछ हो नानीहरु चाहिँ यस्तै हो बिहाको टाइमतिर है अन्त यहाँ चाहिँ यस्तो चल्दैछ हो बन्ने भिडियो बनाउँदै थिए हो फुपाहरुमा आइपुग्नु भएछ अब चाहिँ उसुङ्गुरको हो नि त है यहाँ हुनुहुन्छ मेरो फुपू हो फुपूले चाहिँ रोटी पोल्नु हुँदैछ रोटीमा खटिनु भएछ फुपू चाहिँ हो यहाँ रोटी पोल्नु हुँदैछ चाहिँ अझैसम्म पनि बनिँदैछ है हो खै यहाँ भयो अन्त गर्नु हुँदैछ यतिको भइसकेछ खै कहिले चाहिँ फिनिस गर्ने हो मैले बुझ्नै सकेको छुइनँ हो एकदम राम्रो गर्नु हुँदो रहेछ दादाहरूले चाहिँ है हेर्नुहोस् होला फुपू दादाहरूले चाहिँ यसरी पेन्डल लाउनु हुँदैछ हो चाहिँ आधै कम्प्लिट भइसक्यो अब यहाँबाट चाहिँ यहाँ माथि छतमा जाने बाटो बनाउन आँटेको अरे ए यहाँ पो पुरा हल्ला रहेछ त्यही ए यतिजना रहेछ नि त हो ल हाम्रो ब्रुनो खै अब नि ल उनीहरूले चाहिँ छिल्दै रहेछ हो लसुन अदुवा फुपू है आउँदैछु हिँड्नु त फुपू जाउँ यहाँ चाहिँ सेडी बनाइदिएको अरे जस्ट टेम्पोरेरीको लागि भोलि शादीको लागि एकदम राम्रो बनाइदिएछ आज फर्स्ट टाइम म चाहिँ यहाँ आउनु पाएको किनभने यहाँ डर लाग्छ नि त सिँढी चाहिँ कम्प्लिट भएको छैन हाम्रो कि सो त्यही भएर माथि आउनु चाहिँ डर लाग्थ्यो मलाई आएको थिइनँ हो आज चाहिँ आएँ कि यति राम्रो लाग्दो रहेछ है फुपू फुपू फर्स्ट टाइम आउनु भएको होला यहाँ माथि ए हो र फुपू चाहिँ अस्ति पनि आउनु भएको अरे हो यहाँबाट चाहिँ यस्तो देख्छ ए हेर्नुहोस् होला तर के गर्नु यहाँबाट चाहिँ नि डल्लै देख्छ कि तर यो बाँसहरूले गर्दाखेरि चाहिँ एकदम छेडेर राखेको छ हो यो चाहिँ यस्तो चाहिँ छ हाम्रो गाउँ यता चाहिँ सुँगुर चाहिँ हाम्रो घर ऊ हेर्छ अरे नि त हेर नगर्नु के हो नि त के भएको गर्छु म त यी तपाईँलाई देखाएको छु म त देखाउँछु नि अब अस्ति देखाएँ त अन्त सुजलाकोमा पनि मालन्दो भएर क्या अगाडि बसेको मर्तेल हाल्दै चाहिँ यस्तो गर्नु हुँदैछ हो बिचरा माया पनि लाग्यो यहाँ चाहिँ भिआइपी मान्छे आइरहेको छ ऊ चाहिँ हाम्रो बोजू हो मेरो बोजू आज कहाँबाट आउनु भयो नि त लु भिआइपी यहाँ भिआइपी पर्सन हो नि त आन्टीले लिएर आउनु भएछ मेरो बोजूलाई यहाँ चाहिँ मेरो माइजू र बहिनी बस्नु न अब म चाहिँ गएको यहाँ माथि लसुन छिर्नु यहाँ चाहिँ यतिको हुँदैछ यहाँ चाहिँ हाम्रो बाजे काकाहरू हाम्रो बडा हेर्नुहोस् यतिको हुँदैछ हो मेरो फुपू रुनु खोज्यो यहाँ फेरि यस्तो हुन्छ त हो दसैँ बिहातिर चाहिँ यस्तो हुन्छ हल्ला हुँदैछ खाना खानु हुँदैछ यहाँ हो दुईजना फेरि के भएको होला हुन्छ बस्दै गर्नुहोस् रिमले चाहिँ पानी
भर्दैछ सर्भिसपट्टि हो यहाँ चाहिँ हुँदैछ खानाहरू आधीले चाहिँ खाइसक्नु पनि भइसक्यो हो यहाँ चाहिँ बाबा चाहिँ खानु हुँदैछ अझै तमासा के यस्तो हल्ला लु म चाहिँ सक्दिनँ है यस्तो हल्लामा औ नानी के खाएको मामा मामा के खाएको भन त यहाँ चाहिँ ल मोर एकछिन दाल अड्किनुपर्छ यो मैले पोलेको न यसलाई सिकाएको सत्यलाई हेर यहाँ सिक्ने मान्छेहरूले चाहिँ अलिक राम्रो बनाइदियो है भोलि फेरि यो रोटी कसले पोलेको भन्ला यहाँ चाहिँ हाम्रो नानी छ हजुर ए ल यहाँ चाहिँ प्रिपरेसन यतिको चल्दैछ हो ल के भएको हाम्रो टाढोको फुपू आइपुग्नु भएछ यहाँ सर्भिस गर्नु हुँदैछ नि बिचरा हाम्रो तिमीले यहाँ हुँदैछ हेर्नुहोस् न यो ग्रुपको चाहिँ बातै ज्यादा चल्छ क्या यो भिडियो चाहिँ कविता र कुशन पुऱ्याइदिनुहोस् के थ्री फ्यामिलीसम्म पुरा चर्चा हुँदैछ चर्चा परिचर्चा है आज पनि यही ग्रुप छ हो हल्ला गर्ने आज चाहिँ थ्याङ्क गड उयो भएन रहेछ बनिता फुको पार्लर खोलिने दिन भएन रहेछ अब यो टाइममा आइपुग्थेन होला यिनीहरू अस्ति चाहिँ हामी भएको थियो है त्यस्तो बिचरा समीक्षा त छिटै भएको थियो मुला काट्दैछ हो यहाँ चाहिँ प्याज छिटिसकेछ पुरै हुँदैछ यहाँ चाहिँ यिनीहरू कति भिडियो हाल्दै हुन्छ है काकीले बाबाको हस्पिटल मेहन्दी लाउने चाहिँ खतरा छ त्यही त मैले नि भोइस ओभर गर्नुको लागि यस्तो गरिरहेछु अहिले चाहिँ होइन अहिले ए उसले भेट्यो अघि भेट्यो है आश्रिया लजाउँदैछ बोजूलाई गरेको छैन उसले जिउ गर्यो त्यही त मामा भन्नु न होस् बजाउनु न के भएको होस् बजाउनु न ए आइपुग्नु भएछ मेरो छोरी र नै प्रिया दिदीको छोरी दुर्बिनको मान्छेले भनेको मलाई फेरि भन्दै बाटी छ ए मलाई यो होल्टा भन्नुपर्छ कम चाहिँ हाम्रो फुपाहरू मौका है किसी सेलिब्रिटी देश का नंबर 1 अल्ट्रा यतिको चाहिँ भइसक्यो नट
कम्प्लिटेड तर यतिको चाहिँ भयो है बडा यतिको चाहिँ भएछ है यहाँ चाहिँ मेरो बडा म्याटहरू लाउनु डल्लै छ है अरे भिडियो गरेको है तैँले खै उतापट्टि यस्तो प्ल्याट्टै भयो त